पूर्व जान्छौँ। पूर्व गएपछि पातलगङ्गा भन्ने ठाउँमा पुग्दछ। हामी मेदिनीनगरको धार्मिक तीर्थस्थल पातलगङ्गा भन्ने ठाउँको नजिकै आइपुग्यो। मन्दिर हामीले हेर्न सक्छौँ। अब हाम्रो गाडी यहाँभन्दा अगाडि बढ्दैछ। काँकरभिटा रोडमा हाम्रो गाडी उत्तरतर्फ लाग्दैछ, जुन बाटोले हामीलाई सलकपुरसम्म पुर्याउनलाई मद्दत गर्दछ। यो बाटो क्लियर र राम्रो बनाएको हुँदा प्रवेश गरिसकेका छौँ। बाहुनडाँगी बजार यहाँबाट यो बाटोबाट अलिकति पूर्वपट्टि भित्र भागमा लाग्दछ। अनि हामी बाहुनडाँगी बजारलाई छोडेर अझै हामी उत्तरतर्फ बढिरहेका छौँ। मोबाइल त हेरेको छैन। हामी मेचेजाँगी चोकमा आएका छौँ। मेचेजाँगी चोकबाट अगाडि जानुपर्ने अवस्था देखिरहेको छ। हाम्रो गाडीलाई अलिकति अगाडि बढिरहेका छौँ। हामी जिल्लाको सिरान आइपुगेको छौँ। यसलाई राख्नुपर्ने यो पर्यटकीय केन्द्र हुने रहेछ कि सर? हजुर। कति हिँड्नुपर्छ यस्तो चाहिँ? धेरै छैन होला। यहाँ कुद्दै हुनुहुन्छ उकालोमा। म नै परेछु लास्टमा चाहिँ सोचेर। भमिट हुने। यहाँ मिसले भन्दै हुनुहुन्छ तलका ढुङ्गा नटेक्नु, बरु टाउकामा टेकेर हिँड्नु। यहाँ कविता म्याडम चाहिँ लौरो लगाई पहाडमा हिँड्ने जस्तो हिँड्दै हुनुहुन्छ, हात हल्लाएर बाई बाई भन्दै हुनुहुन्छ। भित्र मनमा जे भए पनि मुखमा मुस्कान छ। मान्छेको जिन्दगी यस्तै हो। पहाडमा कति हिँडियो, पहिलो सानामा खुट्टा सुट्टा बङ्गाइयो, तर पनि चित्त बुझेको छैन। यो बुढेसकालको समयमा पनि पहाड चढ्ने के को रहर लागेको होला हाम्रा साथीभाइहरूलाई। ल हेर्नुहोस्, लट्ठी तान्नु भएको छ। अलिकति उकालो चढेर सबैजना टाक्का टुक्रुक बसेको अवस्था छ। कृष्ण म्यामको चाहिँ हातमा ठुलो लौरो छ। उहाँ हाँस्दै हुनुहुन्छ, मलाई जिस्क्याउँदै पनि हुनुहुन्छ भने उहाँ अर्को ग्रुप तलबाट सरासर उँभो चढ्दै हुनुहुन्छ। पहाडको उकालोमा हाइकिङको मजा यसरी लिँदै अगाडि बढ्दैछौँ। हाम्रो भाइ एकजना गलेर थपथक्क बसेका छन्, पहाड कहिले चढेको मान्छे। यो माकुराको जालभित्र माकुरो आफ्नै आनन्दमा बसिरहेको छ। साह्रै राम्रो गरी माकुराले यसरी जालो लाउँछ। यहाँ माकुराका जालाहरू प्रशस्तै पाइन्छन्। आज यो सिस्नुको दर्शन यो बाटोमा भएको छ। यो चाहिँ सिस्नु हो। यसको पत्तामा छोयो भने पोल छ। हाम्रो नेपालमा पहिले युद्ध हुँदाखेरि हाम्रा बहादुर पुर्खाहरूले सिस्नाको जङ्गल भएको ठाउँमा आक्रमण गरेर अङ्ग्रेजी सैनिकहरूलाई सिस्ना घाइटेर ठेलेर धपाएका वीर कथाहरू हामी इतिहासमा पढ्न पाउँछन्। तिनै सिस्नाको यो बिरुवाको एउटा यो नमुना हो। हाम्रो यो उकालो चढाइको यात्रामा सुन्तला बगान आइपुगेका छौँ। हाम्रो मन त्यसै प्रसन्न र प्रफुल्ल भएको छ। यहाँ दुईजना म्याडम मिसहरू चाहिँ एकदम रमाइलोको साथ
सुन्तोलाको फोटो खिच्दै हुनुहुन्छ। मैले पनि एउटा रुखको यसो झलक भेटाएर फोटो यहाँ कैद गर्दैछु। यहाँ भाइहरू चाहिँ बिसौनीमा गएर आनन्दले बिसाइरहेका छन्। सुन्तोला बारीमा हामी मिठा मिठा सुन्तोला हेर्दैछौँ। अनि यत्रो माथि टावर चल्छ जस्तो लाग्यो अनि यस्तो मेरे बाउको टाउको दीपक सर तल खानै पाएको छैन ल जति खान पाए हामी बाइ सुन्दर किन्नु यो हाम्रो पहाडको अलैँची हो। यो अमूल्य इलामको सम्पत्ति। यहाँ हामी त्यो बगानमा पनि आएका छौँ। प्रशस्ति मात्रामा यहाँ अलैँची पाइन्छ। सर हेर्नु भयो त होला बाटो यहाँ छोड्छन्। यी बस्नु पर्दैन, सबै यी बसौँ है। यो जिन्दगीको रमाइलो हो। एकदम ट्रेकिङ हाइकिङको मजा लुटिरहेको हुनुहुन्छ। उहाँहरू मोटा घाटा मान्छेलाई चाहिँ पहाड चढ्नलाई धेरै अप्ठ्यारो भएको महसुस हामीले सुन्दैछौँ। घाटा मान्छेलाई आज बोसो पगालेर जिउ फुर्ती फार्ती बनाउने सुवर्ण अवसर प्राप्त भएको छ। हाम्रो कविता म्याडम प्रनिशा, अनुष्का, साइमा, पुनम, आरोही आफै क्यामेराम्यान भएर आइरहेछ। इलामे बजार सुन्तोला बारी सबैजना वारी र पारी छरिएर हिँड्दा रमाइलो हाइकिङ यसरी पार गरी। यो पहाडको भिरबाट खिचिएको रमणीय दृश्य यसरी क्याप्चर गर्दै गर्दै हामी सलकपुरको चोकतिर माथि चढ्दैछौँ। हाम्रा साथीहरू अगाडि गफ गर्दै हल्ला खल्ला गर्दै भिडियो बनाउँदैछन्। हाम्रो गुरुजी मस्तसँगले आज निकै ठाँटिएर आउनुभएको छ। कोही नानीहरू गलेर लखतरान भएर हैरान भएका छन् भने कोही चाहिँ रमाइलो मान्दैछन्। एकदम ठिक छ। हाइकिङको मजा लिँदैछिन्। साँच्चीकै यस्तै हुँदछ हाइकिङ भन्दैछिन् एकजना आरोही धिमाल। हेर्ने भएर खुट्टा चिप्लेर लड्नु भयो भने अप्ठ्यारो हुन्छ, त्यसैले ध्यान दिएर आउनु होला। सजिलो रहेछ बाटो, एकदम हिँड्न नसकेर उभिँदैछन्, कोही कन्दैछन्, कोही कराउँदैछन्। ओ लड्दै र पढ्दै हेर त कस्तो तरिकाले चढेका पहाड बिस्तारो चढ नानी हो। भोग्लाको पार्टीहरू आउँदैछन्। के आउँदैछ? भोग्लाको पार्टी
अलिक छिटो छिटो आउँदैछन् भोग्लाको पार्टीहरू माथि। अब आयो ठाउँ आयो होइन नि लड्छ है। ठाउँ त अझै उयो टुप्पोमा हामी यो सिधा बाटोबाट माथि चोकमा निस्किएका छौँ। यहाँ भाइ बहिनीहरू एकछिन बिसाउने घुम्ती रहेछ धर्मशाला। यहाँ बसेर उनीहरू आराम गर्दैछन्। सकेर यहाँ चोकमा निस्किएका छौँ सिधा बाटोबाट। यहाँ भाइ बहिनीहरू भोक लाग्यो भनेर सचेत गरिरहेका छन्। हामीले नजिकै अगाडि होटलमा खानाको अर्डर गरेको छ। रुख टमाटर झ्याम्म परेको रुख रहेछ। एभोगाडोको रुख हो। यहाँ चाहिँ एभोगाडो माथि मजाले फलिरहेको हामी देख्न सक्छौँ। र यो बोटैमा किन्दाखेरि यसको प्रति केजी 200 का दरले यहाँ बेचबिखन हुँदो रहेछ। यो एउटा असाध्यै पौष्टिक चाहिँ फल हो। ल यहाँ हामी होटलमा प्रवेश गर्दियौँ। एक तला माथि हामी खाना खानको लागि पर्दैछौँ। होमस्टेबाट पश्चिमतिरको दृश्य। ल हाम्रो रमेश सर पनि यहाँ मजाले मुस्कानका साथ हुँदै हुनुहुन्छ। सबैजना आइसक्यौँ। यो अगाडि पर गइरहेको टोली खाना खाएर ल है सुन्तलाको बगान यस्तै हुँदो रहेछ। सुन्तलाको बगानमा मजाले सुन्तला चाहिँ फलेका छैनन्। त्यो भाइले मलाई लडाइदियो भने म भिरको तलबाट पुग्छु।